you know, Endless is changing. Oh my god, Endless is changing भन्ने कुरा सबैतिर देख्दा देख्दा तपाईहरु एकदम धेरै प्यानिक भइराख्नु भएको छ, मलाई थाहा छ है। ओ साच्चै Endless चेन्ज भइराछ त? के कुरा चेन्ज हुँदैछ र के चेन्ज हुँदैन त थाहा हुनु पर्यो नि हैन। सो फर दिस वाज आवर भिडियो। पहिला सुरु के कुरा चेन्ज हुँदैन त भन्दा तपाईहरुको क्वेशन प्याटर्न सेम हुन्छ, स्कोरिङ स्ट्र्याटेजी पनि सेम हुन्छ। यु विल गेट मिनिमल 85 क्वेशन र म्याक्सिमम 150 क्वेशन, त्यो त छँदैछ। त्यसपछि तपाईहरुले अहिले जसरी न्यू जेनेरेसन एन्डलेसहरु प्र्याक्टिस गरिराख्नु भएको छ नि, तपाईको एक्जाममा अब चेन्ज हुने प्याटर्नमा पनि सेम त्यही कुरा आउँछ कि त्यही न्यू जेनेरेसन एन्डलेस क्वेशन्सहरु आउँछ। जस्तै बोटाई क्वेशन, केस स्टडीजहरु, ड्र्याग एन्ड ड्रप, फिल इन द ब्ल्याङ्क्सहरु, त्यस्तै कुरा नै फोकस गर्ने हो। त्यसपछि कन्टेन्टको पर्सेन्टेज पनि सेम नै छ। एरिया अफ कभरेज जुन तपाईहरुले एनसीएसबीएन को वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ, सेम नै छ। अब के चाहिँ चेन्ज हुँदैछ त, सबै सेम भयो त भनेर तपाईहरु कन्फ्युज भइराख्नु भएको छ भने अब म भन्छु है त। टर्मिनोलोजी इज चेन्जिङ। पहिला तपाईहरुले सेफ्टी एन्ड इन्फेक्सन कन्ट्रोल देख्नुहुन्थ्यो भने अब टर्मिनोलोजीमा सेफ्टी एन्ड इन्फेक्सन प्रिभेन्सन एन्ड कन्ट्रोल भनेर देख्नुहुन्छ। त्यसैगरी सब्स्टेन्स अब्युजलाई तपाईहरुले सब्स्टेन्स मिसयुज भनेर भेटाउनुहुन्छ। सो टर्मिनोलोजी जुन अहिलेको एडभान्स टर्मिनोलोजीहरु छ त्यही नै युज हुन्छ। अरु कुरा के चेन्ज हुन्छ त भन्दा क्वेशनहरु चाहिँ अब मोर फोकस अन इक्विटेबल केयर, अन बायस केयरहरुमा चाहिँ बेसी फोकस गर्छ। जस्तै तपाईहरुले चाहिँ अब प्र्याक्टिकली हुन्छ नि पेशेन्टलाई चाहिँ विदाउट बायस भएर कसरी केयर गर्नुहुन्छ त, रिगार्डलेस अफ वाट एभर कल्चर उनीहरुले फलो गरे होस् या एथनिसिटी होस् हैन, चाहे अब रेसेस, जेन्डर, हरेक कुराले म्याटर गर्छन्। त्यस्तो कुराहरु चाहिँ तपाईहरुले अनबायस्ड भएर केयर गर्नुपर्छ। त्यसैगरी तपाईहरुले इन्टरप्रेटर सर्भिसहरु चाहिँ कसरी थेराप्युटिकली राम्रोसँग युज गरिराख्नु भएको छ, बीइङ अ प्रोफेसनल नर्स। कल्चरल कन्सिडरेसन्सका कुराहरु एकदमै नै इम्पोर्टेन्ट छ, जुन हामीले अहिले पनि पढिआएका छौं। न्यू जेनेरेसन एन्डलेसमा कल्चरल कन्सिडरेसनको धेरै कुराहरु सोधेको छ र अब चेन्जमा पनि त्यही कुराहरुमा अझै बेसी फोकस गर्छ, त्यो कुरा ध्यान दिनु पर्यो। त्यसैगरी रोल अफ इन्टरप्रेटर, सोशल फ्याक्टर्स दैट अफेक्ट पेशेन्ट आउटकम्स, त्यस्तो कुराहरुमा फोकस गर्नु पर्यो। त्यसैगरी ल्याङ्ग्वेज ब्यारियर एकदमै इम्पोर्टेन्ट कुरा। यो सबै कुराहरु रेकग्नाइज गरेर त्यसलाई कसरी फोकस गरेर केयर गरेर डिल गरेर तपाईहरुले काम गर्नुहुन्छ त एज अ नर्स, त्यस्तै कुरा फोकस गरेर नै एक्जाममा सोध्ने हो। त्यसैगरी एक्जाममा अब अझै बेसी केमा फोकस गर्छ भन्दा हिपाको मेन रोल के हो त्यसमा फोकस हुनेछ। त्यसैगरी नर्सिङ इथिक्स, लिगल लायबिलिटीका कुराहरु, यस्तो कुराहरुमा साथसाथै प्राइभेसीको कुरा एकदमै इम्पोर्टेन्ट हुन्छ, जुन हामीले कन्फिडेन्शियलिटी ब्रिच गर्नु हुँदैन। यस्तो कुराहरुमा अझै धेरै फोकस गरेर सोध्दैछ। अब अर्को कुरा केमा फोकस गरिरहेछ, रिमेम्बर एडभान्स टेक्नोलोजीहरु कसरी युज गरिरहेछ, कसरी केयर गरिरहेछ। फर एक्जाम्पल इन्ट्राक्रानियल मोनिटरिङ डिभाइस, आइसिपी मोनिटरिङ डिभाइस हैन, त्यसैगरी इन्ट्रायुटेराइन मोनिटरिङ डिभाइसहरु कसरी युज गरिरहेछ, के कुरा ध्यान दिनुपर्छ। एज अ नर्स तपाईहरुलाई के कुरा थाहा हुनुपर्छ, त्यस्तो कुराहरु उनीहरुले गरिरहेको छ। सो फोकस अन नर्सिङ रोल अब के हुन्छ त, इन्फेक्सन प्रिभेन्सनका कुराहरु, सेफ्टीका कुराहरु हैन, कुनै पनि कम्प्लिकेसन लाइक इन्फेक्सन्सहरु देख्यो भने के गर्ने त, त्यस्तो कुराहरु, हेमोरेज देख्यो भने के गर्ने त, त्यस्तो कुराहरुमा अझै धेरै फोकस गरेर पढ्नु पर्यो। लास्टली म तपाईहरुलाई के भन्न चाहन्छु, हामीले पढिरहेकै कुराहरु हो, तर अझै मज्जाले उनीहरुले चाहिँ तपाईहरुको फोकस अफ केयर कतिको छ, तपाईहरुले कुनै कुरा बायस्ड गरिराख्नु भएको छ कि छैन, तपाईहरुले पेशेन्टको कन्फिडेन्शियलिटी ब्रिच गरिराख्नु भएको छैन, हरेक कुराहरुलाई फोकस गरेर क्वेशनहरु त्यही अनुसार सोध्न गइरहेको छ। यो नयाँ कुरा हैन, यो हामीले पढिरहेकै कुरा हो। यसमा अझै ध्यान दिएर चाहिँ पढ्नु पर्यो है त। यस्तै तपाईहरुलाई के कसरी पढ्ने त, डिटेलमा सेसन्सहरु चाहिन्छ भने पक्कै पनि तपाईहरुले हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हामी तपाईहरुलाई डिटेल गाइडेन्स पनि गराउँछौं। र फर मोर डिटेल्स स्टे अपडेटेड एन्ड फलो अस। थ्यांक यू सो मच।